दिदीलाई लगेर ल्यापटप र फोन देखाउँछु भन्दाखेरि त्यो दिदीलाई लिएर गएँ। तर त्यो दिदी होस्टेलभित्र गइसकेपछि दिदीलाई फेरि त्यहीँ थुनियो, बाहिर आउन दिएन। यो लगभग 11-12 बजे रातिको कुरा हो। 6 बजेदेखि हामीले आन्दोलन गर्ने नै राख्यौँ। 2 बजेदेखिको कुरा हो। दिदी जानुभयो भित्र, तर त्यो दिदी 20 मिनट आउँछु भनेर गएको दिदी चाहिँ आउनु भएन फिर्ता। अनि त्यसपछि चाहिँ यो कुरा अझै बढ्न पुग्यो। अरू होस्टेलका केटीहरूले चाहिँ फेरि थुनियो, आउन दिएन। पुलिसले त्यो ढोका खोल्छु भनेर पुलिससँगै गएको दिदी भित्रै पर्नुभयो। अनि त्यसपछि पुलिसले अब खोल्दिनँ भनेर भन्यो त्यहाँ। अनि त्यसपछि निकाल्न पनि सकिएन त्यहाँ। त्यसपछि बिहान अझै यो कुरा बढ्दै गयो। हामी प्रोटेस्ट जारी राखिराख्यौँ। हामी यतिखेरसम्म केही तोडफोड गरेको थिएनौँ। कलेजको कुनै पनि प्रपर्टीलाई हामीले केही पनि गरेको थिएनौँ। हामी रोडमा बसेर गरिराख्यौँ। पछि उज्यालो हुन आँट्यो। त्यसपछि सबै भिसी सरहरू, ठुल्ठुलो सरहरू, भिसी रजिस्ट्रारहरूबाट भिसी डाइरेक्टर अनि त्यसपछि सिएससी डाइरेक्टरहरू आइसक्नु भएको थियो। पछि बिहान 5 बजे आसपासकोमा चाहिँ फाउन्डर आउनुभयो। फाउन्डर आइसकेपछि हामीलाई यस्तो नगर, यो केही पनि होइन, ठुलो इस्यु होइन, 2 दिनमा सकिहाल्छ, यस्तो इस्यु तिमीहरूले थाहा नै छैन, तिमीहरूलाई यो ठुलो हुँदैन, तिमीले यतिकै गरिरहेछौ। हाँसी त्यो यो 2 दिनमा भइहाल्छ, तिमीहरू यतिकै फाउन्डरको कुरा नमानिसक्दाखेरि त्यो फाउन्डरको कुरा नमानिसक्दाखेरि विरोधमा बसिरहँदाखेरि उसले होस्टेल जा र हामी नगएर त्यहीँ नै बसिरहेको। त्यतिखेर चाहिँ अब तिनीहरूले के भयो, तिनीहरूले अब एकदमै बेतपाइते डिसिसनहरू पुलिसहरू आइसकेका थिए। आर्मीहरू पनि आइसकेका थिए। नेपाली आर्मीहरूले बोलाएको थियो, तर त्यो पुलिसहरूलाई थाहा नै थिएन हाम्रो प्रोटेस्ट किन भइरहेको छ। खालि क्राउड छ, तिनीहरूलाई हटाउ मात्रै इन्फर्मेसन कतिहरूलाई हाम्रो अडियोहरू भाइरल भएको छ। त्यसलाई ह्यारेस गरेको त्यो हाम्रो पुलिसहरूलाई थाहा नै थिएन। किन हामीलाई रोक्न आइरहेको छ हावा तालको बित्तिकै हामीलाई रोक्न तिनीहरूलाई पठाइएको। उसले देखाएर बल्ल पुलिसहरूको पनि अलिकति सेन्टिमेन्ट पाउँदै गर्दाखेरि त्यसपछि हामीले लाठीचार्ज हान्न थालियो। 6-7 बजेकोतिर हामीलाई मेन रोडबाट सार्नलाई लाठीचार्ज हान्यो। जब स्टुडेन्टले नर्मली प्रोटेस्ट गरेर आएको थियो, कुनै तोडफोड गरेर आएको थिएन। अनि कलेजको कलेजले हामीलाई फोर्स गरेर आउँदाखेरि हामीले नटेरेको भरमा पुलिसले लाठीचार्ज गर्यो। त्यो पुलिसले लाठीचार्ज गर्ने क्रममा कति गार्ड, सिक्युरिटी गार्डहरूले पनि हातापाई गरे, फोनसोन लिने, छिन्ने, तोड्ने काम पनि गरे। त्यसमा हाम्रो त्यतिखेर बिहानको बेलामा चाहिँ राति जति मान्छेहरू थिए त्यति मान्छेहरू बिहानसम्म बस्न नसकेकाले कतिजना होस्टेलमा गएर एकछिन रेस्ट गर्न, खाना गएको थिए। त्यति बेलामा हामीलाई कमजोर देखेर तिनीहरूले हामीलाई अट्याक गरे। पछि हामी होस्टेलतिर जान बाध्य भयौँ। हामीले अरू मान्छेहरू लिएर आउनलाई होस्टेलतिर आयौँ। त्यसपछि चाहिँ त्यतिखेरसम्म केटीहरूलाई चाहिँ तिमीहरू नेपाल फर्की ब्याकप्याक गर भनेर त्यतिखेरसम्म नोटिस आइसकेको रहेछ। त्यसपछि त्यहाँ चाहिँ त्यो जुन भिडियो भाइरल भएको छ, 2टा लेडी टिचरले हरास गर्ने, त्यो नेपालको बजेट छैन यो त्यो भन्ने, सिएससीको डाइरेक्टरले नै थर्कै पठाउने, हातापाई गर्नेहरू जस्तो कुराहरू सुरु भइसक्यो। त्यतिखेर हामी अब लगभग 7 बजेको बेला थियो। त्यतिखेरसम्म हामीले केही पनि गरेको थिएनौँ। बिचमा मान्छेहरू बोलाउनलाई फिर्ता होस्टेलमा आएको बेलामा तिनीहरूले आफ्नो बसहरू निकालेर जो प्रोटेस्ट गर्ने मान्छेलाई बाटोमा देख्छ त्यसलाई समात्दै बसमा हाल्दै ठुल्दै गर्ने काम गर्यो। त्यसपछि यसमा चाहिँ पुलिसहरूको आँखा अगाडि नै यस्तो जबरजस्ती कुन गार्डले कुन जिमको मान्छेहरू, ठुल्ठुलो बाउन्सर जस्तो मान्छेहरू, ज्यान भएका ठुल्ठुला डरलाग्दा मान्छेहरू लिएर आएर पकड्दै फाल्ने, फोनमा सबै डिलिट गरिदिने, फोन फुटाइदिने, सबै फ्याक्ट्री रिसेट गरिदिने, फोनहरू कुनै पनि एभिडेन्स नबचोस्, भिडियो लेख्नु नबचोस् भनेर त्यस्तो जबरजस्ती काम गरियो। अब यस्तो गर्दाखेरि यो त तल्लो लेभलका गर्ने मान्छेहरूले काम त गरे, तर यो गर भनेर आदेश कसले दियो? त्यसमा एक्सन अहिलेसम्म भएको छैन। प्रपर यो तल्लो रजिस्ट्रारहरू अनि त्यसपछि डाइरेक्टर्सहरूलाई अस्ति भर्खर अरेस्ट भएको त्यो 2टा गार्डहरू, तिनीहरू सबै काम गर्ने मान्छेहरू, तिनीहरूलाई आदेश दिएर गरियो। तर माथिबाट आदेश कसले दियो त त्यो कुरा थाहा छैन। अनि तिनीहरूलाई एक्सन लिएको छैन। तिनीहरू अझै पनि आफ्नो अफिसमा बसेर अझै पनि यो रिलेसनसिप फेरि राम्रो बनाउन कोसिसमा छन्। तर तिनीहरूमा चाहिँ एक्सन लिनुपर्ने चाहिँ तिनीहरूको आदेश बिना कसैले यस्तो गर्दैन थियो। पछि हामी आफ्नो कोठामा गएर एकछिन रेस्ट लिनलाई बसिरहँदाखेरि
नेपाल जा भनेर हामीले पहिल्यै आदेश दिइसकेको थियो, तर नेपालले पठाउने जस्तो काम त नगर्ला हामीलाई आश थिएन। त्यही भएर हामी आफ्नो रुममा गएर बसिरहेको थियौँ। पछि अब के गर्ने त, यो कुरालाई कसरी अब अझै एड्रेस गराउने, यो अब त ठुलै इस्यु बन्यो नि त। अनि त्यसपछि बाहिर नेपालबाट पढ्न गएको विद्यार्थीहरूलाई हात उठाउन नपाइने भन्ने त्यो इन्डियन एम्बेसीकै नियम छ होइन। फरेन स्टुडेन्ट्सहरूलाई यस्तो हातपाई गर्न नपाइने, प्रपरली जे पनि नराम्रो हुन्छ प्रपरली पुलिसको अन्डरमा हुनुपर्ने। तर पुलिसको अन्डरमा गार्डहरूले नै हामीलाई हानी रुममा आएर त नेपाली हो भन्दाखेरि नै नेपाली भएकै घरमा हान्ने, ब्याङबुङ हानिदिने, फोनहरू लिने, त्यसै जहाँ पनि हानिदिने, पेट सेटमा हानेर कतिमा को औँला टुट्ने, खुट्टा टुट्ने, अनि हातहरूमा घाउ भएको सबै एभिडेन्सहरू बाहिर छँदैछ। हामीलाई जबरजस्ती 2 मिनटमा ब्याकप्याक गर निक्लिहाल भनेर, ब्याकप्याक पनि 2 मिनट अलिकति ढिलो गरेको मान्छेहरूलाई किन ब्याग ढिलो प्याक गरेर राख्छस् भनेर हाने। अनि त्यसपछि कतिजनाको भिडियो अलरेडी पब्लिस नै छ। त्यसरी हान्दै गर्दाखेरि हामी अब क्लुलेस भएर के गर्ने यति छिटो भयो यस्तो कुराहरू, जे सामान हाल्न सकियो हालेर हामीलाई विभिन्न मान्छेहरूलाई विभिन्न स्टेसनमा, कसैलाई कटकको स्टेसनमा, कसैलाई भुवनेश्वरको, कसैलाई मन्चेस्टर के भन्छ त्यहाँको स्टेसनमा अलपत्र पारेर छोडियो। टिकट पनि छैन। इन्डियाको राम्रो टिकट लिनलाई एटलिस्ट 1 महिना अगाडि बुक गर्नुपर्छ। ठाउँको कतैको पनि टिकट पाइन, प्लेनको टिकट छैन, ट्रेनको टिकट छैन। हामीलाई यत्तिकै अझै निकाल्ने बेलामा रजिस्ट्रार होस्टेलको सिएससीको डाइरेक्टरहरूले अझै गर वी वान्ट जस्टिस हा भन्दै हामीलाई नै लच्चा पार्दै, तिमीहरूको देशमा गएर खेती गर, तिमीहरूलाई राम्रोसँग राखेको हामीले, तिमीहरूले यस्तो गर्यो उस्तो गर्यो, हाम्रो फाउन्डरलाई यस्तो भन्ने, तिमीहरूले फाउन्डरको कुरा नटेर्ने भन्ने जस्तो हास्यको कुराहरू बनाएर जोक गर्दै हाँस्दै बुझ्दै यत्तिकै हानेर यत्तिकै हात उठाएर हामीलाई यसरी निकालियो। अब तिमीहरू आउनु पर्दैन। अझै भन्दाखेरि साइन डाई भनेको कहिलेसम्म सस्पेन्सन छ भन्ने कुरा थाहा छैन, तिमीहरू जस्ट सस्पेन्ड छौ, जहिले बोलाउँछ तैले आउने, नबोला नआउने जस्तो तरिकाले हामीलाई त्यसरी सुरुमा निकालियो। अब यो निकाल्ने नोटिस पनि रजिस्ट्रारको अफिसबाट आएको छ। यो रजिस्ट्रारलाई कारवाही हुनुपर्ने हो। यो काम गर्नु इलिगलै हो। यसो सर्ट नोटिसमा यसरी जस्तो फरेन स्टुडेन्टलाई यसरी निकाल्न मिल्दैन। प्लस हाम्रो त्यो गल्ती पनि छैन त्यसरी निकाल्न नमिल्ने। हामीले एउटा पिसफुल प्रोटेस्ट गरिरहेको थियौँ। यो रजिस्ट्रारको माथि कारवाही भएको छ कि छैन यो कुराको जानकारी पाउनु पर्यो। रजिस्ट्रारलाई कसले यो नोटिस निकाल्ने अनुमति दियो त? रजिस्ट्रारभन्दा माथिल्लो मान्छे को छ त? यदि फाउन्डरलाई यो कुराको जानकारी थियो कि थिएन, नेपालीहरूलाई यसरी पठाउने कुराको जानकारी थियो कि थिएन, थियो भने फाउन्डरमाथि पनि सोधपुछ हुनु पर्यो। सबै ठुलो भिसी चान्सलरहरूको सबैकोमा राम्रोसँग सोधपुछ गरिनु पर्यो। तिनीहरूले गर्दाखेरि यो सबै कुरा डिसिजन पास भएको हो भने तिनीहरूमाथि पनि कारवाही हुनु पर्यो। तल्लो हामीलाई हात उठाएको मान्छेहरू अनि हामीलाई नराम्रो कुराहरू भनेको, हामी देशको बारेमा नराम्रो भनेको, तिनीहरूको अगाडि गएर हामी फेरि पढ्ने कुरा आएन, तिनीहरूसँग फेरि गएर तिनीहरूसँगै बस्ने कुरा आएन, तिनीहरू निक्लिनु पर्यो, निकाल्नु पर्यो। अब हामीले ट्रेन स्टेसनमा छोडिदिँदै गरेर हामीसँग टिकट थिएन, हामी जेनरल सिटमा कसरी कोचिँदै आउनु पर्यो। कोही कता भयो। अहिलेसम्म कति मान्छेहरू कहाँ छन् भन्ने कुरा फेला भएको छैन। अझैसम्म आज 3 दिन भइसक्यो, आजसम्म कहाँ सबै नेपालीहरू अहिलेसम्म देश आइपुगेका छैनन्। कोही कता पुगेका छन्। त्यसको कम्पन्सेसन कसरी गर्ने? टिकटको मात्रै आउने र जाने कुराको मात्रै होइन कि जुन मेन्टल टर्चर हामीलाई भएको छ, जुन डिस्टर्ब जसरी हामीलाई भित्रबाट तिनीहरूले तोड्न खोजेका छन्, त्यसको कम्पन्सेसन कसरी गर्छन् त? त्यसको चाहिँ कसरी नै हुन्छ र कम्पन्सेसन? त्यो कुराको केही थाहा छैन। जे टर्मिनेसन गर्ने भनेका छन्, जसलाई हटाउने भनेका छन्, तिनीहरूको एउटा प्रपरली लिगल तरिकामा पेपरमा साइन भएर आउनु पर्यो। हामी अब फर्किँदै गर्ने हो भने कतिको सुटकेसहरू हराएको, कतिलाई अब बाटोमा खाना नपाएको, पैसा नभएको, फोन पनि चार्ज थिएन, फोन फुटालिदिएर अनि स्टेसनमा छोडिदियौँ। त्यतिखेर कसरी कल गर्ने? प्यारेन्ट्सलाई कल गर्न पाइएन हामीले सबैले राम्रोसँग। त्यसको कुराको कसले रेस्पोन्सिबिलिटी लिने त? त्यसरी कसरी त्यो पुरा पासै कसरी भयो भन्ने कुरा नै थाहा छैन क्या हामीलाई। कसरी त्यसलाई त्यस्तो ठुलो डिसिजनलाई पास गराउन सकिन्छ त कुनै पनि युनिभर्सिटीले? त्यो माथिबाट सपोर्ट नपाएसम्म त पोसिबल साउन्ड गर्दैन। त्यो भएर एकदम भित्री यसको चाहिँ इन्भेस्टिगेसन एकदमै डिप लेभलमा हुनुपर्छ। अहिले युनिभर्सिटी प्रपरली चलिरहेछ, सबै क्लासेसहरू भइरहेछ होइन, त सबै टिचरहरू आफ्नो अफिसमा बसेर कामहरू गरिरहेछन्। त्यो अहिले कसरी पोसिबल भइरहेछ? पुलिसले तिनीहरूलाई कस्टडीमा लिएर कसरी सोधपुछ गरिरहेको छैन, जबकि डिसिजन मेकर्सहरूमाथि चाहिँ मेन कारवाही हुनुपर्ने हो। अब हामी यहाँ आयो, अब हाम्रो माग चाहिँ के हुन्छ भने हामी अब फिर्ता जाने नै हो भने त्यहाँ अब हामीलाई सेफली तिनीहरूले राख्छन्।
फर्स्ट इयरका स्टुडेन्ट्सहरू अझ 3 वर्ष बस्नु छ, सेकेन्ड इयरका स्टुडेन्टहरू अझ 2 वर्ष बस्नु छ, फोर्थ इयरहरू थर्ड इयरहरू अब निस्किहाले पनि अबका पछि भविष्यमा आउने नेपालीहरू त्यहाँ एडमिसन गर्छन् भने तिनीहरूलाई सेफली राख्छन् भन्ने के ग्यारेन्टी? अझै रेजिस्ट्रार भाइस च्यान्सलरहरूले के भनेका छन् भने होस्टेलभित्र गएर कुटेको मान्छेहरू किटको होइनन्, बाहिरको मान्छेहरू हुन्, कसरी गयो भन्ने कुरा थाहा छैन। कुनै पनि होस्टेलमा बाहिरको मान्छेहरू कसरी घुस्न पाउँछ त? वार्डेनहरूको अगाडि सबै टिचरहरू, रेजिस्ट्रार, सिएससी डाइरेक्टर्सहरूको अगाडि बाहिरको मान्छेहरू कसरी कुटेर अरूलाई निकाल्न पाउँछ त? यो जे पाइ त्यो कुरा गरिएको छ। यो तिनीहरूले नै प्लान गरेकै जस्तो देखिन्छ, तर तिनीहरूले अब सेफ्टी बस्नलाई बाहिरको मान्छेहरू गएर कसरी गरे हामीलाई थाहा छैन भन्छन्। त्यो अब बाहिरको मान्छेहरू हो भने अब हामी त्यही मान्छेहरूसँग, लोकल मान्छेहरूसँग कसरी त्यहाँ गएर बस्ने? 1 गेट क्याम्पस होइन त्यो, लोकल मान्छेहरूको बिचमा भएको युनिभर्सिटी हो, हामी त्यहीँ बस्नु छ, त्यही खानु छ, त्यही बाहिर हिँड्ने हो। हामीलाई बिचमा बाटोमा कसरी आएर कुटपिट गरेर भाग्दैन भन्ने कुराको ग्यारेन्टी कसले लिने? अनि हामी त्यही टिचरमा तिनीहरूसँगै बसिरहेछौँ, त्यहाँ पढ्नु छ, त्यहाँको अब टिचरहरूले हामीलाई पछि छुट्टै तरिकाले हेरेस गर्दैन। तिनीहरूले हामी युनिभर्सिटीसँग यो युनिभर्सिटीमा गएर पढिस् अनि पछि त यस्तो गरिस् भनेर हामीलाई पछि नराम्रोसँग ट्रिट गर्दैन भन्ने ग्यारेन्टी कसले लिने? यदि गऱ्यो भने तिनीहरूसँग के हुन्छ भन्ने कुराको प्रपर पेपर वर्क हुनु पऱ्यो, राम्रोसँग बाहिर निक्लिनु पऱ्यो। अनि त्यसपछि अरू के हुन्छ? पछि हाम्रो एकाडेमिक रिपोर्टहरूमा अथवा प्लेसमेन्टमा अनि रिजल्टमा केही पनि नेगेटिभ इम्प्याक्ट गर्दैन। तिनीहरूले जबरजस्ती केही पनि फोर्स गर्दैन, हाम्रो करियरलाई नराम्रो बनाउँदैनन् भन्ने ग्यारेन्टी कसले लिने? यदि तिनीहरूले यस्तो हुँदैन भन्ने कुरा दावा गर्छन् भने त्यो प्रपरली पेपरमा लेखेर दिनु पर्यो। त्यस्तो सबै कुराहरू भइसकेपछि प्रपरली सेक्योर गराइसकेपछि ओडिसाको गभर्मेन्टले, इन्डियाको गभर्मेन्टले, यो नेपाल गभर्मेन्टले अनि हामी सबै पढेको स्टुडेन्ट्सहरूलाई प्रपरली पेपर वर्कमा जबसम्म हामीले ग्यारेन्टी गर्छौँ भनेर दिँदैन तबसम्म हामी कसरी जाने? हाम्रो होस्टेलभित्र भुसेर कुटेर निकाल्न सक्छन् भने भोलि हामी फेरि फिर्ता गएर कुटेर मार्दैनन् भन्ने कसले ग्यारेन्टी लिने? जे कुरा नै दबाउन खोजेको छ, यत्रो ठुलो इस्युलाई युनिभर्सिटीले जबरजस्ती दबाउन खोजेको छ, अरू कुराहरू दबाउन सक्दैन भन्ने कुराको ग्यारेन्टी कसले लिने? सबै कुराहरू जबसम्म एड्रेस हुँदैन, यो खासमा नेपाल हामीलाई यसरी दिनु नै नपर्ने हो। यदि नेपाल गभर्मेन्ट अलिक स्ट्रङ हुन्थ्यो, यदि प्रपरली इस्टाब्लिस हुन्थ्यो नेपाल गभर्मेन्ट भने त्यो कलेजले यति ठुलो डिसिजन यति यसरी लिनै सक्दैन थियो। नेपाल गभर्मेन्टले राम्रो अलिकति स्ट्रङ बनिदिनु पऱ्यो, त्यहाँ गएर राम्रोसँग प्रेजेन्ट गरिदिनु पऱ्यो। यदि नेपालीहरूले बाहिर विदेशमा गएर दुःख पाइरहेछन् भने नेपाली गभर्मेन्टले कसैबाट के गरेन भने अब भविष्यका स्टुडेन्टहरू बाहिर जान खोजेकाहरूले कुन आशामा जाने? नेपाल गभर्मेन्ट यदि स्ट्रङ भइदिएको भए त्यहाँ इन्डियाले यस्तो गर्न सक्थ्यो, गरेको भए पनि फेरि बजारले इन्डियन गभर्मेन्टले अझसम्म प्रपरली एक्सन लिएकै छैन। त्यो युनिभर्सिटी नर्मली चलिरहेछ, त्यो युनिभर्सिटी नर्मली अरू त्यो ठुल्ठुलो डिपार्टमेन्टको टिचरहरूलाई इन्भेस्टिगेसन भएकै छैन। भित्र 5 जनालाई जसलाई भित्र छिरायो तिनीहरूले गएको 2 घन्टामा बेल पाएर निस्किसके। यस्तो यति लापरवाही अनुसार इन्भेस्टिगेसन कसरी भइरहेछ? यो प्रपर नेपाल गभर्मेन्टबाट दबाब राम्रोसँग नभएको भएर, नेपाल गभर्मेन्ट स्ट्रङ नभएको भएर जस्तो पनि देखिन्छ। फेरि नेपाल गभर्मेन्टले पनि एकदमै राम्रोसँग सहयोग गरिदिनु पऱ्यो। यो पर्सनल थ्रेट, यो नेसनल थ्रेटै भइसक्यो सबै स्टुडेन्टहरूलाई। यसरी चाहिँ अब जुन यो घटना भयो होइन, योभन्दा अगाडि चाहिँ नेपाली विद्यार्थी भनेकै भरमा चाहिँ यस्तो ह्यारास गर्ने, हेप्ने भएको चाहिँ थियो कि थिएन त? यसअघि चाहिँ यसअघि नेपाली विद्यार्थी भन्दा पनि त्यस्तो ठुलो अहिलेसम्म केही पनि भएको थिएन। अहिलेसम्म राम्रैसँग ट्रिट गरेर राम्रोसँग व्यवहार गरिरहेका थिए। तर एकचोटि एउटा इस्यु उठ्ने बित्तिकै त नेपालीले के नै गर्न सक्छस् र तिमीहरू नेपाल जाऊ भनेर त्यसरी व्यवहार गर्न चाहिँ भएन। म चाहिँ केटी पक्षको कुरा भनिदिन्छु। यो कति बजे कतिखेर घटना भएको यो एकचोटि एउटा त्यो पोइन्टमा एउटा नेपाल गभर्मेन्टको केही पनि एड गर्न मिल्छ भने कलकत्तामा इन्डियन नेपाल गभर्मेन्टको उषा कन्सुलेट छ होइन, त्यो भनेको भुवनेश्वरबाट 6 आवर्स ट्रेन जर्नी हो। स्टुडेन्टहरू 12 आवर्स 20 आवर्स भुवनेश्वरमा त्यहाँ रेलवे स्टेसनमा त्यत्रो सहयोगको सङ्ख्यामा हुँदा त्यो कन्सुलेटले पनि त त्यो 6 आवरमा पुग्ने ठाउँमा 12 घन्टासम्म पनि केही उलिएन नि, हेल्प गरेन नि। यो पोइन्ट पनि राख्न मिल्छ किनकि उसले गर्न सक्थ्यो, उद्धार गर्न सक्थ्यो नि होइन। त्यहाँ गएर तिनीहरूले खाछन् कि नै, पानी पाएन कि नै, बस्न मिल्यो कि नै, यो कुरा पनि राख्न मिल्छ किनकि त्यो भनेको 6 आवर्सको डिफ्रेन्समा हो। ट्रेनमा उनीहरू त अफिसियलहरू हो, फ्लाइटमै आउन सक्थे होइन। अनि तर 12 घन्टासम्म 20 घन्टासम्म पनि अर्को दिनसम्म पनि स्टुडेन्टहरू स्टेसनमै थिए नि त। तर त्यतिखेर चाहिँ नेपाल गभर्मेन्टले इफेक्टिभ त्यो जुन लिनुपर्ने कदम थियो त्यो लिएन क्या, रोल खेलेन। त्यो पनि म चाहिँ केटी पक्षको होस्टेलमा सुरुदेखि के भएको हो भनेर भनिदिन्छु।
यो सबसे ढोका खोलेको घटना चाहिँ 4:30 देखि 4:40 को साँझतिर भएको हो। यो समय चाहिँ त्यो दिन चाहिँ हाम्रो 7 बजे फेस्ट थियो, वर्षमा एक्चुअली ठुलो फेस्ट हुन्छ। सब केटीहरू आफ्नो रेडी भइरहेको थियो अनि उसको रुममेट चाहिँ 4:30 भन्दा अगाडि 1 घन्टा अगाडिदेखि नै ढोका खोल्न खोजिरहेको थियो कि अब प्रकृतिले जिस्केर हो कि सुतिरहेको हो कि भनेर स्योर थिएन। त्यही भएर ऊ वास्तव नगरेर उसको साइडको रुममा गएर केटीहरूसँग कुरा गरिरहेको थियो। 1 घन्टा भइसकेको थियो अनि अर्को उताबाट दिदी आउनुभयो एउटा सिङ्गर, उनले स्यान्डल लिएर आउनुभयो कि प्रकृतिले मलाई स्यान्डल मागे एक दिन जाउँ भनेर अनि कञ्चनले भने 1 घन्टादेखि खोलिरहेन अनि त्यो कुरा दिदीले बुझ्नुभयो। अनि त्यसपछि ढोका खोलेर हेऱ्यो त्यहाँ सिनियरहरूले अनि हेर्दाखेरि त्यो देख्नुभयो अनि आफै त ढोका खोल्न सकेन, भित्रबाट लक थियो। अनि त्यो वार्डेनलाई आएर बोलायो, वार्डेनहरूले पनि खोल्न सकेन ढोका, भिडियोमा हेर्न सक्नुहुन्छ। त्यो बल्ल बल्ल फुटाएर माथिबाट जम्प गरेर गयो भित्र। अनि भित्र हाम्रो भन्छन् के जिन्दा त्यो चाहिँ थाहा भएन, यो चाहिँ ट्रुथ हो कि कतिको हो थाहा भएन। तर भिडियोमा हामीले हेर्न सकिन्छ कि त्यो वार्डेनले भनेको छ त्यहाँ प्रष्ट यो टाँगेको नखोला अहिले भनेर। अनि त्यहाँ हाम्रो केटीहरूले भनेछन् भिडियो कलमा एडमिटसँग त्यो भएको छ भनेर, अन नै थियो भनेर। अनि यो कसरी प्रुभ भइन्छ भने एडमिटको बुकिङ टिकट छ, उसले 1:47 त्यो टिकट बुक गरेको कि एडमिटले चाहेको भए उसलाई थाहा थियो यो रोक्न सक्थ्यो तर उसले केही गरेन। अनि त्यसपछि त्यहाँबाट धुवा गरिदियो है कलेजलाई। यो कुरा वार्डेनहरू एकदम एक्सपिरियन्स छ कि यो कुरा कसरी गर्ने, धुवा गरिदियो पुरै होस्टललाई। अनि त्यहाँबाट निकालेर एउटा मेसको बाटो छ, मेसको बाटोबाट तल पुऱ्याएर त्यो धेरै टाइम पछि हो फेरि भिडियो सिडियो बनाएर वार्डेनहरूले के गरे अनि निकालेर किम्स जो हाम्रो किटकै आफ्नै युनिभर्सिटी हो किम्समा लगेको छ कि बडी त नलग्नु पर्ने, मरिसक्यो, पुलिसलाई वेट गर्नुपर्ने नगरिकन उनले किम्समा लग्यो। किम्समा लग्दा एउटा केटी थियो एम्बुलेन्समा म जान्छु भन्दै जिद्दी गरेर बसेर गएको छ क्या। अनि त्यो केटीले चाहिँ देखेको छ प्रकृतिको जिउमा मार्क्सहरू। अब यो किन मार्क्स हो, उसले एसल्ट गरेको थियो कि के हो, यो कुरा चाहिँ यस्तो छ। 1 महिना डिसेम्बरतिर ब्रेकअप भएको भन्ने कुरा छ। अनि ब्रेकअप भयो अनि त्यसपछि उसँग ब्ल्याकमेल, फिजिकल हेरेसमेन्ट सब गरेको भन्ने कुरा भएको छ कि। अब त्यो प्रुफ नै छ कि त्यहाँ देखेकै छ कि बडीमा मार्क्सहरू भनेर। अब यही हो कुराहरू हो। अनि वार्डेनहरूले त्यहाँ एकदम धम्काइरहेको थियो केटीहरूलाई केही गर्न सकेन। तर केटीहरू मेहनत गरेर केटाहरूलाई बोलाएर ढोका फुटाएर केटाहरू आएर ढोका फुटाएर प्रोटेस्टमा आएको, त्यसबाट सुरु भएको हो कुरा। अनि हाम्रो कलेज यतिसम्म इन्भल्भ छ कि हामी बाटोमा हुँदा हाम्रो बसको ड्राइभरलाई कल आयो कि हामी पटना पुग्ने बेला, पटनाबाट पटिसकेको बेला बसको ड्राइभरलाई कल आयो हाम्रो होस्टेल कलेजबाट, त्यहाँ स्टुडेन्टहरूले तिम्रो भएको मारपिट गरेर पठाइएको छ, झगडा गरेर तोडफोड गरेर पठाइयो, यसलाई चुपचाप ड्राइभरलाई युटर्न गरेर फिर्ता आऊ पटना आऊ, त्यसपछि हामी मिलाइहाल्छौँ भन्नेसम्म कुरा आएको थियो कि। यो बुझ्न सक्नुहुन्छ कतिको पावर छ, कतिको हुकुमत देखाइरहेको उनीहरूले। तर हाम्रो ड्राइभर राम्रो थियो, एकचोटि रोकेर कुरा गरेर हामीलाई नेपालसम्म पुर्याइदिए। अब यही हो। टोटल कतिजना आएको यहाँ चाहिँ? यहाँ यो ठाउँमा यो ग्रुपमा चाहिँ कतिजना हुनुहुन्छ? यति नै 8 जना। मेन अझ एकजना पिठा खाएको भाइ चाहिँ आएको छैन होइन? तिमीहरू पनि सबैलाई पिटाइ खाएको छ। आँखा अगाडि 1 जनाले 10 जनाले मिलेर कुटेको छ। बााउन्सरहरू, जिमको ट्रेनरहरू, स्पेसली हाम्रो कलेजकै जिमको ट्रेनरहरूले कुटेको छ। बाहिरको मान्छेहरू, हाम्रो टिचरहरू, हामीलाई पढाउने टिचर डिनहरू हुन्छ सियासीको, त्यो डिनहरूको अगाडि नै पुलिसहरूको अगाडि नै त्यो बााउन्सरले कुटेको छ के। कोही डिनले त आफै कुटेको छ, गाली दिएको छ। नेपाली यस्तो पुरै भन्न त मिलेर मिडियामा पुरै एकदम नराम्रो आमासम्मको सब गाली दिएर कुटेको छ। अलिकति भोइसमा त उठायो भने मात्र हामी सुटकेस लिएर जान रेडी छौँ कि त्यस्तो ठाउँमा हामीलाई कुटेको छ एकदम नराम्रोसँग। एक जनालाई तोकी अब प्रोटेस्ट गरिस् भने तेरो घाँटी यसरी भाँचिदिन्छु भन्ने पनि आएको छ क्या गर्नेहरू। फेरि यस्तो सुसाइड केसहरू दबाउनु खोजेको चाहिँ हाम्रो कलेजले एकचोटि मात्र होइन, पहिलेदेखि यस्तो कामहरू भइरहेको थियो कलेजमा। तर इन्डियनहरूको भोइस चाहिँ प्रायः जस्तो यस्तो कुरामा दबाइएकै थियो। सुसाइड गर्ने मान्छेहरूको रुममेटहरूलाई चाहिँ आफ्नो घरतिर पठाइदिएर पढाइको चिन्ता नगर, 6 महिनासम्म बस भनेर यो कुराहरू खास पुलिसमा इन्भेस्टिगेसन नै हुन्थेन।
अनि फेरि सुसाइड गर्ने मान्छेहरूको फोनहरू ल्यापटपहरू यताउति अत्तो नहुने त कतिचोटि भइसक्यो यही हो। अब हाम्रो सुसाइड गरेको धेरैचोटि केटीहरूले भने कसरी थाहा पाउँछ भन्दा पुरै होस्टलको 4वटै होस्टलको लाइट बन्द हुन्छ अनि त्यहाँबाट सब निकालिन्छ 10-15 मिनटको लागि, त्यति बेला थाहा हुन्छ कि सुसाइड भएको छ भनेर। त्यो बाहेक न्युजै आउँदैन कि केटीको सुसाइड भएको के भएको, यतिको उनीहरूले मिलाएर राख्छन्। पहिलेदेखि एक्सपिरियन्स गभर्मेन्ट पहिलादेखि यस्तो भइरहेको थियो तर उनीलाई दबाइरहेको थियो, त्यही नै हो। किनकि अब सुसाइड गरेको त बडी वार्डेनले उठाउनु भने के त्यो गलत हो, त्यसमै पुलिस ल्याउनु पर्ने, पुलिस आउँछ, पुलिसले बडी उ गर्छ, छुन पनि पाइँदैन, के भएको छ किनकि छुयो भने फिङ्गर प्रिन्ट हुन्छ होइन, त्यसले मारेको भन्ने हत्याको आशंका गरिन्छ भनेर सुसाइड केसमा छुन पनि दिन्नन्। तर गाउँघरले नेपाली भएर होला यति धेरै उठेको तिमीहरूको बजेट भन्दा धेरै त हाम्रो कलेजको उ छ भनेको जुन स्टेटमेन्ट छ त्यहाँबाटै थाहा हुन्छ नि हैन। केस माथि गएको भनेको 2 चोटि रिटर्न कम्प्लेन थियो, त्यसले गर्दा मात्रै हाम्रो अपर ह्यान्ड भयो के। अनि यत्रो ठुलो ग्रुप उठेर पनि अनि कुराको विरोध गर्छन् भएको थिएन। तिनीहरू पुरा दबाउन एकदम एक्सपिरियन्स थिए। पहिलोपल्ट यत्रो उठ्दाखेरि तिनीहरूलाई कलेजको अब हाम्रो इज्जत जान्छ कि समाजमा भन्ने कुराको ठुलो त्यो आयो। भारतीय विद्यार्थीको चाहिँ साथ पाउनु भयो कि भएन? भारतीय विद्यार्थीहरूको सबैको सपोर्ट छ, कसैले पनि अगेन्स्ट केही कुरा गरेको छैन। तिनीहरू अगाडि उभिएर आउनु नसके पनि सोसियल मिडियामा जे जसो गर्न सकिरहेछन् गरिरहेछन्। हामीलाई पनि लगत्तै मेसेजहरू पठाइरहेका हुन्छन् होइन। अहिलेसम्म म यहाँ आइपुगेँ भनेर रेगुलर मलाई चेकअप गरिरहेका छन् कति साथीहरूले। इन्डियनहरू आउँथे तर यो रातिको समय भयो नि, होस्टेलहरू बन्द थियो, पिट गरेर त आउने कुरा भएन। यो बिहानसम्म हामीलाई धपाएको नभए त्यहाँ एकदम ठुलो प्रोटेस्ट हुनेवाला थियो कि 1500 नेपाली प्लस इन्डियनहरू एकदम स्योर सपोर्ट गर्न आउँथ्यो कि त्यो हामीलाई। त्योभन्दा अगाडि नै कुटपिट गरेर पठाएर हरेक एक रुममा छिरेर हानेको छ कि यतिकै नेपाली हान्यो अनि पछाडि किन हानेको भन्दा नि त्यसलाई नि एकदम नराम्रोसँग हान्यो। हाम्रो फर्स्ट फ्लोरबाट हाम फालेर भागेको छ क्या केटाहरू, त्यसरी नराम्रोसँग हानेको छ। मारपिट त पुरै नगर्नु, अलिकति चुई पनि बोल्यो भने मोबाइल मैले भिडियो कल गर्दै मलाई नै हानेको भिडियो कल गरिरहेको थिएँ, मेरो मम्मी म फर्किरहँ यस्तो काण्ड भयो भनेर। अनि त्यसपछि त्यतिको भिडियो कलमा मेरो मोबाइल छिनियो, मलाई भित्र लग्यो, मलाई 2-3 झापड हान्यो अनि भन्छ अनि डिलिट गरिदियो, पुरै हिस्ट्री डिलिट गरिदियो, डिस्प्ले सब फुटाइदियो। मेरो एउटा कुनै साथीको त ल्यापटप डिस्प्ले घडी सब फुटाइदियो, मारपिटको पनि गर्यो। सिधै एकचोटि बााउन्सर आएको समयमा चाहिँ हाम्रो भित्र अलिकति हल्लासल्ला मचिरहेको थियो, एउटा चाहिँ लामो थियो अलि हल्ला बढी गरिरहेको थियो कि हामीलाई जान दिनु भनेर यस्तो मात्र बोलेको थियो। यसरी उड्दै आयो, 5 जनाले मिलेर त्यसलाई रेटी भुइँमा सुताइदिएर एकदम नराम्रोसँग 1 मिनट पुरै आमा बाउको गाली दिएर नेपाल लात कि लात एकदम नराम्रोसँग हानिएको छ क्या। त्यो त एउटा इन्सिडेन्ट मात्र हो, त्यसको भिडियो हामीसँग धेरै छैन किनभने उनीहरूले हाम्रो मोबाइल लिएर सब डिलिट गरेको छ। थ्याङ्क यू सो मच। हजुरहरूले अब कुरा गर्न चाहनु भयो होइन, माफ कुरा होस् होइन, अब फर्किनु त पर्छ नै। यो नेपाल सरकार यो हाम्रो नेपाल सरकारकै केही भएन कि त्यही भएर त पुग्न हिम्मत आयो। नेपाल सरकार अलि पावरफुल भएको भए सकिन्थ्यो। यदि भारत भने छिमेकी देश त्यतिकै आफूले पनि न्युजको कुरा पनि भन्न सधैँ चाहिन्छ। सेक्युरिटीका लागि जुन आवाज उठाउनु भएको छ त्यो ठिक छ हो, त्यतिकै अब उनीहरूले छानबिन समिति गठन गर्यो, यो गर्यो भन्ने फर्किने भन्ने कुरो चाहिँ भोलि त्यो घटना नदोहोरिएला भन्न सकिएन। त्यही नेपाल सरकारबाटै उनीहरूसँग कुरा गरेर केही डिसाइड गरेर अन पेपर आउनु पर्यो अनि मात्र हामीलाई सेफ फिल हुन्छ। ग्यारेन्टी त केही त हुनु पर्यो नि, भर्बल ग्यारेन्टीले त केही हुँदैन नि त, भर्बल ग्यारेन्टी छैन। हजुर थ्याङ्क यू सो मच। माइक एउटा यहाँ बन्द भयो सर, बन्द भयो।